हेलो गाइज, वेलकम टु माई न्यू भ्लग, न्यू डे न्यू भ्लग। आज चाहिँ हामी कहाँ जाला केटा भन्दै हो त? नाग्द पौडी खेल्न, अनि प्लस हामी त्यहाँनिर सानो बार्बिक्यू पनि गरेर खाने भन्ने प्लान छ। हेरौँ के हुन्छ। अहिले चाहिँ म मेरो गाउँमा छु कि गाउँमा यहाँ अहिले नयाँ नयाँ बाटोहरू बन्दैछ, काम भइरहेछ, विकास हुँदैछ। अलि चाँडो हुनुपर्ने, अलि ढिलो विकास भइरहेछ कि यहाँनिर चाहिँ है। कताबाट जाने केटा? कताबाट जाने? यताबाट जाने कि त? ए सडक जाने जङ्गलबाट। यहाँ चाहिँ मस्त काम भइरहेछ। ल बेसी बाटो जाऊँ न त, सर्टकट पर्छ। अब हामी चाहिँ खोलाबाट जान्छौँ। खोला चाहिँ यस्तो बवाल हरियाली छ कि अहिले त्यहाँ पुगेपछि देखाउँला कतिको रमाइलो छ भने। कामहरू भइरहेछ यहाँनिर चाहिँ, त्यो पनि कति करोडको काम रे माछाला चोरहरूले। त्यहाँबाट अलिकति नजिक मात्र, लगभग कति 500 मिटर जति होला। 500 मिटर पनि छैन होला, 500 मिटर पनि छैन होला। त्यो कुलो कटाउनु लाग्यो। चोरहरू सबै पैसा खाने मात्र छ नेपालमा। यो चाहिँ हाम्रो गाउँ। हाम्रो यतातिर चाहिँ मकैहरू बेसी हुन्छ है। यहाँ चाहिँ यो चाहिँ हाम्रो गाउँको सबैभन्दा ह्यान्डसम बोय हो। यहाँ चाहिँ लिची बबाल फलाएको चाहिँ पाकेपछि यहाँ खान आउनुपर्छ है गाइस। डेन्जर छ, दामी दामी लिची है। हरियो लिचीहरू कति फलेको, चोरेर खान आउनुपर्छ। चोरेर ल है केटा गाइस, को खाने हो? आउनु। आँप चोरले चाहिँ त्यसले एउटा आँप झारिसक्यो। यहाँ आँप आइसक्यो, आँप खाने बेला भइसक्यो। हाम्रो चाहिँ आँप खाने बेला भइसक्यो केटाकेटी हो। आँप खान आउनुहोस् है त। अहिले पछि यो पनि यहाँ पहिला सानो बेला यो आँपको रुखमा कति आँप खाइयो। अहिले त आँप फले छैन यसमा। आँप फल्यो होला, फुल त नफलेको थियो, भित्र होला, माथितिर होला। आँप फले छैन यसमा। ल यहाँ पानी त ढमिलो पो छ यार। अब त्यहाँ कसरी पौडी खेल्ने? तर नो वरिज, ढमिलो भयो भने पौडी खेल्ने। मैले पौडी खेल्ने भनेर आएको। पौडी चाहिँ खेल्नुपर्छ। यही हो खोला चाहिँ। त्यो खोलाको त्यो डाँडामा जाने हो। त्यहाँ डाँडाबाट बिच गहिरोमा खाल्टोमा त्यहाँ चाहिँ हामी पौडी खेल्न। यो खोलाले भत्काइदियो कि के हो? ल्याम ठुलो खोला थियो क्या अस्ति? ल्याम्मै भत्काइदिएको। सो गाइस, हामी चाहिँ यहाँ बजार कट्न आँट्यो। आँप हेर्नुहोस्, आँप फलिरहेको छ। आँप फलिरहेको छ। सो गाइस, अझै तपाईँहरूलाई थाम्ने फाट देखाउँदैछु है। बवाल छ है। यो पुल कटेर आयो हामी चाहिँ। हाम्रो गाउँ चाहिँ यहाँ है। के हो रे? घाम लागेको बेला गर्मी नभएर कहिले हुन्छ? कस्तो घाम लागिरहेको? पहिला जस्तो घाम लागेन। लोड गर्मी। डेन्जर गर्मी छ यार। के बोक्यो भाइ त्यो? चिउरा। मासुरा खाने? अघि के त्यो केटी देखिरहेको थियो होइन, यतापट्टि बेचमा बसेको केटी देखेँ, क्या लदेर आएर है। केटी त देख्नै नहुने म होला है। लोड गर्नु भइस यार, पसिना आएर पसिना। अहिले त्यहाँ पसिनालाई झम चिसो कुल बनाउनु उहाँ पुग्नुपर्छ माटो देखेको कुनामा। यहाँ पुग्नु ठ्याक्कै यो गहिराइमा। सब केटाहरू पसिना भइसक्यो। पानी धमिलो छ होला भने सोचेँ कि यतापट्टि, तर दुईवटा छुट्टै खोला छ कि यता चाहिँ सँगैले आएर छ। त्यहाँ गएर पौडी हाल्न मजा आउँछ। चिसो भएर होला पानी है। त्यहाँ गएपछि फेरि एकछिनमा जाडो हुन्छ पानी है। हामी चाहिँ अब आइपुग्नु आँट्यो। केटाहरू यो मासु पोलेर खानलाई, माछा पोलेर खानलाई दाउराहरू बोकेर हिँड्दा मैले पनि। अरू भाइहरू चाहिँ आउँदैछ। 4 जना यहाँ अगाडि आइसक्यो, हामी 4 जना चाहिँ पछाडि छ।
रनिङमा आएको कि पसिनाले डेन्जर हान्छ यहाँ देख्न सक्नुहुन्छ पुरै भिज अब आइसक्यो यहाँ आएर टक्क घरमा स्विमिङ पुलमा धम्म टाइप हान्नुपर्छ गाइस हामी चाहिँ फाइनली आइपुग्नु आँट्यो खोला त आइपुग्यो कति जाने हो मान्छे आइन के फरक पर्दैन न बेग डेल दामी पौडी हान्नुपर्छ हुनसक्छ Oh my god. यो चाहिँ थरे खोलाको माथि टपमा हो केटाहरू पुगेर त्यहाँ लुगा खोलेछ घामै हरा यार जाडो हुने है क्या यत्रो पसिना पसिना बनाएर आयो अब चाहिँ मासु पनि मार्नुपर्छ भनिरहेको केटाहरूले के हुन्छ हेरौँ तर खोला त सफा भएछ जस्तो Oh, hello. Hey. Shook mistake बाटो आएछ आछु अनि अब त जाडो जाडो भयो जस्तो हो हामी चाहिँ यहाँ आइसक्यौँ है केटाहरू पौडी खेल्दैछु है आम्बाला डाइभ एन्ड डाइभ यस्तो बबाल ठाउँ छ कि टाढाबाट देखाउँछ ए यत्रो ठुलो पोखरी छ पानी आज त अलि सुखाइ रहेछ जस्तो लाग्यो ओ माइ गॉड माछा हो माछा हो माछा हो माछा है माछा समाउँदैछ ओ माइ गॉड ल भाइ कम्ने छ सानो यार माछा मार्दैछ है हाम्रो केटाहरू ओ हाम्फाल जा यहाँबाट हाम्फाल ल ल माछा हन्टिङ हुँदैछ केटा हो आमा कति यार त्यहाँ है कति धेरै यार ओ आमा कति कति तलतिर धरियो नि कति माछा यो चाहिँ हाम्रो पानी परेर म चाहिँ बिजोकै भाँच्यो अहिले मासु पकाउँदैछ मासु पनि पाकिसक्यो अहिले पानी पऱ्यो भिडियो नि बनाउनु पाएन आफू थियो यहाँ हाम्रो केटाहरू पाक्दैछ यहाँहरूको केटाहरू आउनु भएको रहेछ काठमाडौँ
ग्रुप बनाएर केटा हो कतिको रमाइलो कस्तो कस्तो भयो अघि भन्दै त पानी परेर के भयो भन्दै त केटा करण भाइ जुगाले खाएछ नि जुगाले खाएछ अब जुगाले मासु खानुपर्छ हो किन केटा आएर सकिसक्यौँ यहाँ खाँदैछ केटा त्यहाँ मस्काइराखन् केटाहरू के भएर भाइ खाडो बोलेर माझिराख केटाहरू भाँडा सो गाइस यति नै हो आजलाई थ्याङ्क यू सो मच फर द वाचिङ